हेलो गाइज, कम टू माई युट्युब च्यानल एगेन। आज चाहिँ हामीले नयाँ भिडियो लिएर आएको छौँ। आज पुस डेमा हामी चेस्ट, सोल्डर, ट्राइसेप ट्रेन गर्छौँ। सो आजको अहिले टाइम चाहिँ हाम्रो 4:49 भएको छ बिहानको। आज हाम्रो पुस डेको कारणले हामी आज चेस्टबाट सुरु गर्छौँ। चेस्टमा आज हामी बेन्च हान्दैनौँ, डम्बलबाट इन्क्लाइन डम्बल प्रेस, र अब चाहिँ सोल्डरमा हामी साइड सोल्डर प्रेस हान्नु सक्छौँ। अगाडि हेर्दै जाउँ कस्तो हुन्छ भिडियो। लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला। सो पहिला हामी वार्मअपबाट सुरु गरौँ। सो लेट्स गो। सो अब हामी चाहिँ इन्क्लाइन डम्बल प्रेस हान्न आँटेको छौँ इन्क्लाइन पोजिसनमा। सो डम्बलहरू हेर्नु सक्नुहुन्छ, यता छ। सो लेट्स सी कतिको राम्रो पम्प आउँछ आज यो डम्बल प्रेसले। आज जस्तो हामी बेन्च प्रेसबाट स्टार्ट गर्छौँ, तर आज हामीले डम्बलबाट स्टार्ट गरेको। सो लेट्स सी डम्बलबाट कस्तो हुन्छ। चेस्टको यो चाहिँ हाम्रो लास्ट सेट लोवर पार्टको लागि। अप्परबाट केबल म भनेको 3 सेट मात्रै हान्छु चेस्टको लागि। र बेस्ट अप्पर, मिड, लोवर, इन्क्लाइन डम्बल प्रेस, फ्ल्याट डम्बल प्रेस, अनि अब यो केबलले 3 सेट 3टा एक्सर्साइज मात्रै बेस्ट हानिन्छ। हाम्रो चेस्टको एक्सर्साइज चाहिँ सकिएको छ। हामी सोल्डर र ट्राइसेप ट्रेन गर्नेछौँ। सोल्डरको लागि हामीले ल्याट रेजेस हान्दा नि हुन्थ्यो, तर मलाई ल्याट रेजेस भन्दा पनि यहाँबाट सजिलो लाग्छ र मैले यहाँबाट सुरु गर्न आँटेको छु। यो सकेपछि हामी ट्राइसेपको जान्छौँ। सो लास्टमा एक्सर्साइज सकेर हेर्नेछौँ कतिको हाम्रो जिउ पम्प भयो। सो लेट्स गो। ओके, हेर्नु सक्नुहुन्छ मेरो पम्प त्यतिको आएको थियो अगाडिको भिडियोमा। र हाम्रो एक्सर्साइज सकिएको छ। आज हाम्रो पुस डे, हामीले चेस्ट, सोल्डर, ट्राइसेप ट्रेन गरेको थियौँ। सो मेरो चेस्ट र ट्राइसेप र सोल्डरको एक्सर्साइज त्यही हो, मैले अहिले जति हानेको थिएँ। सो यस्तै भिडियोहरू हेर्नुको लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। यस्तै नयाँ फिटनेस कन्टेन्टहरू म ल्याउने छु। थ्याङ्क यू।